भाडा चाहिँ महिना मरेपछि पलक्क हातमा पर्नु पर्यो है त। पानी चाहिँ तल धारा आउँछ, आफ्नो जग बाल्टिन के हुन्छ थापेर राख्ने, म दिनमा एकचोटि भन्दा खोलिदिनु फेरि, पछि पानी भएन भने रुँदै आयो भने म फेरि घरबाट निकालिदिन्छु। अब टोयलेट बाथरुम यही हो, यी मजाले सफा गर्नुपर्छ, नत्र म तालचा लाएर राखिदिन्छु फेरि। लुगा सुकाउने बाहनामा छतमा जानु चाहिँ पाइँदैन, आफ्नो रुममा धुने आफ्नै रुममा सुकाउने है त। भने त्यस्तै हो, 9 बजेपछि गेट ढ्याङ गर्न चाहिँ पाइँदैन है त। अर्को कुरो हेर, गेटबाट भित्र छिर्ने बेला चाहिँ हातमा चप्पल बोकेर छिर्ने, त्यो भित्र चाहिँ प्याटेक 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 गर्न पाइँदैन। फोहोर र पानीको बिल छुट्टै आउँछ, बिजुलीको बिल हाम्रै मिटरमा जोडेका कति आउँछ हामी हिसाब गरेर तिमीलाई दिन्छौँ, त्यसपछि तिमीले फ्याट्टा हामीलाई दिनुपर्छ। कुनाको जग्गा देखायो नि तिमीले, होइन भित्र चाहिँ त्यो सबै हाम्रो हो। त्यहाँ यसो त्यो मुला सुला के रोप्ने हुन्छ, रोप्दाखेरि यसो खन्न सघाउँछ नि, त्यही त गर्नु पर्यो नि है। हाम्रा छोरा बुहारी कडा छन् भाइ हेर है, उनीहरू कहिले काहीँ यहाँ आउँछन्, त्यही बेला शान्त भएर बन्नुपर्छ, फेरि हल्ला गरेर नि चाहिँ घरबाट निकालिदिन्छ। हामी त सोझा छौँ। अर्को एकदम महत्त्वपूर्ण कुरो, रुम छोड्ने बेलामा चाहिँ 1 महिना अगाडि भन्नुपर्छ, अनि त्यहाँबाट भित्ताहरू के पाल्छ के पारेर सबै रङ रोकन गरेर जताततै बनाएर दिनुपर्छ हेर। फेरि घरमा आफन्त साफन्त यताउति दिदी बहिनी भनेर मान्छे ल्याउनु थाल्यो भने त फेरि म त घरबाट निकालिदिन्छु नि, भोलिपल्टै चिनी जानुपर्छ नि फेरि, बुझ्यो नि। भाइ फेरि चाहिँ गीत सित गाउने ओर्ने मान्छे हुल्ने ओर्ने यहाँ फेरि चाहिँ गर्न पाइँदैन नि। पहिले एउटा केटाले यहाँ झन् दोहोरी साँझ बनाइसकेको थियो मेरो घरलाई, 2 महिना घर नआए यसलाई चाहिँ बेचेर खाइने रहेछ त्यसले झापातिरकोले है।